महाभारतमा अभिमन्युको बारेमा थोरै म भन्न गइरहेको छु। अभिमन्यु महाभारतका अर्जुन र सुभद्राका साहसी पुत्र हुन्। सुभद्रा भन्नाले श्रीकृष्णकी बहिनी। त्यसकारणले गर्दा सुभद्राका छोरा भएपछि श्रीकृष्णका चाहिँ उनी भान्जा भए। जसले गर्भमै रहँदा चक्रव्यूह छिर्ने विद्या सिकेका थिए। कुरुक्षेत्रको युद्धमा उनले चक्रव्यूह छिरेर शत्रुलाई तहस नहस पारे, तर बाहिर निस्कने तरिका थाहा नभएकाले कौरवका 7 महारथीहरूद्वारा छलपूर्वक मारिए। उनको वीरता सधैँ अमर छ। अर्जुनले सुभद्रालाई चक्रव्यूह भेद्ने तरिका बताउँदै थिए, तर बीचमै सुभद्रा निधाए। सुभद्रा निधाइसकेपछि गर्भमा रहेका अभिमन्युले भित्र छिर्ने ज्ञान मात्र थाहा पाए। महाभारतको युद्धको 13औं दिनमा कौरवहरूले चक्रव्यूह रचना गरे। पाण्डवहरूमध्ये अर्जुन टाढा भएकोले 15 वर्षीय अभिमन्युले चक्रव्यूह छिर्ने जिम्मेवारी लिए, किनकि अरू कसैलाई पनि चक्रव्यूह कसरी भेद्ने भन्ने बारेमा थाहा थिएन। अभिमन्युले अद्भुत पराक्रम देखाउँदै चक्रव्यूहका 6वटा घेरा तोडे, जो उनले गर्भमा सुनेका थिए र सुनेरै सिकेका थिए। तर अन्तिम घेरा बाहिर निस्कन नजानेकाले उनी फसे। कौरवका 7 महारथीहरू द्रोणाचार्य, कर्ण लगायत सबै मिलेर निहत्था अभिमन्युमाथि आक्रमण गरे र छलपूर्वक उनको वध गरे। 7 जना महारथी मिलेर 1 जना बालक अभिमन्युमाथि उनीहरूले क्रूरतापूर्वक उनले हत्या गरे। अभिमन्युको वीरता र बहादुरीका लागि उनलाई सधैँ स्मरण गर्ने गरिन्छ। यसैले अहिले पनि अभिमन्युलाई सबैले सम्झिराखेको पाइन्छ। धेरैजना मिलेर कसैले चाहिँ अनि एउटालाई घेराबन्दीमा पार्छ भने त्यसमा म अभिमन्यु होइन, मलाई अभिमन्यु जस्तो बनाए। त्यस्तै एकपटक हाम्रा अहिलेका चाहिँ रवि लामिछानेले पनि भनेको सुनि फेसबुकमा लेखेका थिए, म अभिमन्यु होइन भन्दै।